लु है अब हामी चाहिँ यो के घान्द्रुक कल्चरल म्युजियमको घर जानु आँट्यो सरर जाँदैछौँ लु है यस्तो डोको सोको यो के सिङहरू अब के मादलहरू अनेक छ भित्र गएर नि हेरौँ के रहेछ लेट्स गो भित्र अँध्यारो छ त्यही पनि उज्यालै रहेछ मेरो चस्माले रहेछ अलिकति गुरुङ ड्रेसहरू है फोटोहरू के हो यो भारी भकारीहरू भारी बाम्बु त्यो के सामान त्यो उहरू राख्ने के खानेकुराहरू राख्ने के भकारी भने अन्न नानी यो के थाहा छ मोही पार्ने हेर नानी यस्तो गर्ने र त्यहाँ हेर न राम्ररी नानी ए मोही पार्ने ल मै पार्ने ल त्यसो गर्नुहुन्न अब छोडिदिन्छु सामानहरू नचलाइदिनु होला भनेको छ है यी तलवारहरू पुरा यो त पुरा वार खेल्ने सामानहरू रहेछ यार यहाँ त टावरहरू छ नछु भन्दैछ नि के गर्नु नछु चित्तै बुझ्दैन तलवार सलवार के हो हतौडा यो चुलेसी गमला गैँटो बाँध रहेछ बाँध कस्तो राम्रो बाँध रहेछ टक्क तिर हानेर हान्ने गुलेली पनि रहेछ हौ बाँदर साँदर चरासरा मार्ने होला पन्जा ए यो ग्यास बर्नर पुरानो रहेछ ऊ लालटिन लालटिन टेप रेकर्डर पनि रहेछ हाम्रो घरको टेप रेकर्डर ल्याएर म्युजियममा राख्नु हुने रहेछ टेप रेकर्डर टिभी पनि छ हामीसँग यो गलैँचा बुन्ने गलैँचा हैन कपडा कपडा बुन्ने ह्यान्डलुम यस्तो बुन्ने रहेछ पछि पछि याद हुन्छ भनेर फोटो खिचेको छु भिडियो लिएको छु यिनीहरू चाहिँ के हो यो हल्लो कोदालो तिनीहरू ए उयो पहिला भाउजू याद छ यो हामीले यसरी पिन्ने होइन मास पिन्ने के पिन्ने ढोका खापा खापा तपाईँ के देखाएर भाउजू ए उन बनाउने यसरी भात पकाउने जाँड बनाउने होइन रक्सी पार्ने यो सबै पकाउने आइटम होइन यो चाहिँ के उनको बनाउने होइन खै चरसको थाल यिनीहरूमा खाने कचरमा दाल साग भात खाने चट्ट टुकी बत्ती पहिला सैला उयो के मानाहरू होइन मोही हाल्ने के हाल्ने के हो स्पिनिङ एन्ड वेभिङ खोलसी यो भइहाल्यो यी सिङहरू यार होइन सिङहरू त्यो साइरन भइहाल्यो सिङहरू खतरा खतरा रहेछ सिङ त छुम क्या यो त कत्रो ठुलो सिङ रहेछ हौ आमा 3 फिटको छ है के हो मान्द्रा काँचर के अरे तेल हाल्ने सामानहरू सुकाउने ए मासुहरू सुकाउँछ अनि केहरू सुकाउँछ भाला यी भाला यी झ्वाप्प लाएर हरिण मार्ने भाला खुकुरी नेपालीको चिनो ए होइन यो राडी गलैँचा उहाँहरूको एकदम काम ऊ हुन्छ नि त एकदम यो पूजा सुजाहरू धेरै काममा चलाउँछ क्या घरहरूमा राख्छन् क्या